प्रधानमन्त्री सुशीला कार्कीले सल्लाहकार तथा सचिवालय टिम थप छरितो बनाएकी छन्। प्रधानमन्त्री नियुक्त हुँदा 20 जनालाई सचिवालयको विभिन्न जिम्मेवारीमा नियुक्त गरेकोमा त्यो संख्या कटौती गरी 6 जनामा झारिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट बुधबार जारी विज्ञप्ति अनुसार अब सचिवालयमा मुख्य सल्लाहकार 1, जनसम्पर्क सल्लाहकार 1, प्रमुख शोकीय सचिव 1, प्रेस संयोजक 1, शोकीय शाखा अधिकृत फोटोग्राफर 1 र जनस्वास्थ्य विज्ञ अवैतनिक 1 गरी 6 जना मात्र कायम राखिएको छ। बाँकी सबै पदको नियुक्ति यही मंसिर 11 गतेदेखि लागू हुने गरी खारेज गरिएको छ। प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि 2074 11औं संशोधन 208 बमोजिम प्रधानमन्त्रीको सचिवालयमा विभिन्न पदका कुल 66 जनाको दरबन्दी कायम छ। यसअघिका सरकारहरूमा प्राय सबै पदमा नियुक्ति गर्ने प्रचलन थियो। 66 जनाको दरबन्दीको ठाउँमा हामीले 20 जनाको मात्र सचिवालय बनाएर मितव्ययी ढंगले कामकाज गर्दै आएकोमा त्यसमा समेत कटौती गरी अझ छरितो बनाइएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता सहसचिव हेमराज आचार्यले जनाएका छन्। हालै प्रधानमन्त्रीका प्रमुख शोकीय सचिव आदर्श कुमार श्रेष्ठले सचिवालयमा आफ्नी पत्नी संगीता श्रेष्ठ सहित नातेदारलाई नियुक्त गरेको भन्दै विवाद भएको थियो। विवादपछि प्रधानमन्त्री कार्कीले संगीता सहित 14 जनालाई हटाएकी हुन्। प्रमुख शोकीय सचिव आदर्श कुमार श्रेष्ठले श्रीमती सहितका नातेदारलाई नियुक्ति दिलाएको खबर बाहिरिएसँगै प्रधानमन्त्रीको सुशासनको प्रतिबद्धता र नातावाद विरुद्धको निष्ठामाथि नै प्रश्न उठेको थियो। त्यसपछि प्रधानमन्त्रीले बुधबार सचिवालयमा नियुक्त भएका व्यक्तिको संख्या कटौती गरेकी हुन्। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार प्रधानमन्त्रीको सचिवालयमा अब 6 जना मात्रै रहनेछन्, जसअनुसार मुख्य सल्लाहकार अजय भद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमसिना, प्रमुख शोकीय सचिव आदर्श कुमार श्रेष्ठ, प्रेस संयोजक रामबहादुर रावल, शोकीय शाखा अधिकृत फोटोग्राफर केशव थापा र जनस्वास्थ्य विज्ञ अवैतनिक डाक्टर मन बहादुर केसी रहनेछन्। प्रधानमन्त्री कार्यालयले विगतका प्रधानमन्त्रीहरूले 66 जनासम्मको सचिवालय विस्तार गर्ने गरेको भए पनि यसपटक जम्मा 20 जनाको मात्रै बनाइएको थियो। प्रमुख शोकीय सचिव आदर्श श्रेष्ठकी पत्नी संगीता श्रेष्ठलाई सचिवालयबाट हटाइएको छ। उनलाई सहसचिव सरहको शोकीय सहसचिव बनाइएको थियो। नातेदार कमला श्रेष्ठ पनि हटाइएको छ। उनलाई शोकीय सहसचिवमा नियुक्त गरिएको थियो। उनीहरू दुवै जना हटेका छन्। त्यस्तै सूचना प्रविधि तथा संचार विज्ञ अरुण कटुवाललाई पनि सचिवालयबाट हटाइएको छ। उनी अधिकृत सरहको सेवा सुविधा लिएर बसेका थिए। युवा तथा सामाजिक विकास विज्ञ प्रदीप गेवाली पनि हटेका छन्। गेवाली पनि अधिकृत सरहको सेवा सुविधा लिएर सचिवालयमा कार्यरत थिए। शोकीय शाखा अधिकृतका रूपमा कार्यरत रमेश राज दाहाल, अर्जित खड्का र आकृति घिमिरेलाई पनि हटाइएको छ। त्यसैगरी प्रशासन सहायकहरू सृष्टि डंगुल, पूनम श्रेष्ठ, जुनु कार्की, एन्जलिना कायस्थ र रविना श्रेष्ठ पनि सचिवालयबाट हटाइएका छन्। सवारी चालक हरिबाबु श्रेष्ठ र मीरा अधिकारीलाई पनि हटाइएको हो। 2 दिन अघि मात्रै प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा कर्मचारी नियुक्तिको विषयलाई लिएर आएका समाचारहरू सत्य नभएको प्रधानमन्त्रीको सचिवालयले बताएको थियो। प्रधानमन्त्री कार्कीका प्रमुख शोकीय सचिव आदर्श कुमार श्रेष्ठले सचिवालयमा आफ्ना मान्छेलाई नियुक्त गरेको भनेर आलोचना भएपछि प्रधानमन्त्रीको सचिवालयले त्यस्ता सामग्रीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनको बलमा स्थापित सरकारका प्रधानमन्त्री कार्कीले मितव्ययिता, पारदर्शिता र जवाबदेहिताका सन्दर्भमा जिम्मेवार र संवेदनशील रही सोही अनुरूपको आचरण र व्यवहार गर्दै आएको उल्लेख गरेका छन्। राज्य कोषमा कम भन्दा कम भार परोस् र छरितो रूपमा काम गर्न सकियोस् भनेर निकै कम जनशक्तिबाट प्रधानमन्त्रीको सचिवालय सञ्चालन हुँदै आएको छ। रावलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि 2074 11औं संशोधन 2081 को 3 मा शोकीय सचिवालयमा प्रमुख शोकीय सचिव प्रधानमन्त्रीबाट नियुक्त हुने र अन्य पदमा प्रधानमन्त्रीको निर्देशनमा प्रमुख शोकीय सचिवले नियुक्त गर्न सक्ने व्यवस्था छ। सोही व्यवस्था बमोजिम प्रधानमन्त्रीज्यूले आफूले भरोसा गर्न सक्ने व्यक्तिलाई प्रमुख शोकीय सचिव नियुक्त गर्नु भएको हो। प्रधानमन्त्रीको परिवारमा आफू र श्रीमान मात्र रहेको र वृद्ध उमेरको कारण पारिवारिक रूपमा सहयोग गर्न सक्ने विश्वासिलो व्यक्तिलाई प्रधानमन्त्रीले छनौट गरी नियुक्त गरेको विज्ञप्तिमा उल्लेख थियो। प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र 24 घण्टा पनि सँगै रहेर खटिनु पर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रात दिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानून सम्मत नियुक्तिलाई लिएर प्रश्न
उठाई अन्यथा व्याख्या नगर्न अनुरोध छ। विज्ञप्तिमा यसबाहेक अन्य नियुक्तिहरूमा प्रमुख स्वकीय सचिवलाई लान्छना लगाई अनावश्यक रूपमा जोडिएको र कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको देखिएकोले त्यसो नगरिदिन हुन पनि अनुरोध गरिएको छ। सचिवालयका विषयमा जेनजीहरूले पनि प्रश्न उठाएका थिए। अब भने प्रधानमन्त्रीले अहिलेसम्मकै सम्भवतः सबैभन्दा छरितो सचिवालय बनाएकी छन्।